नमस्ते सबैलाई। हाम्रो आजको यात्रा यहाँसम्म, माथि डाँडा चुचुरोसम्म साथीहरूसँग। सोल्डी ल ओइ ल ब्लगर भाइ उता छ त्यो साथीहरू। छिटो ल जाउँ जाउँ माथि बढौँ ल साथीहरू। त्यहाँ ऊ लडीबुडी खेल्छ कि यार। हामी यतातिर आज डाँडामा आजको मेरो ब्लग डाँडातिर। केटाहरू माथि पुगिसकेको छ। म चाहिँ पछाडि भेटाउनलाई केटाहरू पछि गइरहेको छु त्यो डाँडासम्म जानलाई। बाटो यस्तो छ, अलि यतातिर खोल्छो, यता चिप्ल्यो भने तल पुगिन्छ। यस्तो छ बाटो यहाँ। यस्तो छ बाटो चाहिँ। साथीहरू अलि एकजना टोली तलै बसेको छ, नसकेर हिँड्न सकेन र केटाहरू। अब म चाहिँ साथीहरू उहाँ माथि छ, तिनीहरूलाई समात्नको लागि भेट्नको लागि जाँदैछु। कता बाटो यहाँ। बाटो यस्तो छ। कुकुर आयो, कुकुरले चाहिँ ऱ्याग हानिरहेछ मलाई अहिले। कुकुरले ऱ्याग हाने यार। माथि जानु देला जस्तो छैन यार। अब फर्किनु पर्ला जस्तो छ यार। माथि पहाड केटाहरू गइसक्यो, कुकुरले यहाँ रहेछ, कुकुरले ऱ्याग हानिदियो। अब जाने कुरा भएन। अब म यहीँबाट फर्किनु पर्छ। जाम भने हेर म कहाँसम्म जान्छु। कुकुर छ माथि, कुकुरले फेरि अट्याक हानिदियो भने बर्बाद हुन्छ। त्यही भएर म यहीँबाट फर्किनु पर्ला। कुकुर डेन्जर छ यहाँको। हाम्रो त्यो पहाडी कुकुर जस्तो छ कि भोटे कुकुर जस्तो। बाटो पनि अलि डेन्जर होइन साथी हो। त्यही भएर म फर्केँ। खतरा बाटो छ यहाँ, चिप्लो। फेरि जुत्ता फेरि यस्तो छ मेरो होइन जुत्ता, त्यही भएर अलिक चिप्ल्यो क्या भएर म चाहिँ फर्केँ। अब तलैबाट माथिको दृश्य हेर्दै अवलोकन गर्दै इन्जोय गर्नु पर्ला। म चाहिँ फर्केँ। अब बाटो यस्तो डेन्जर छ हेर्नु, यो छेउबाट मेरो जुत्ता यस्तो छ क्या, त्यही भएर चिप्लिने रहेछ जुत्ता। यो जुत्ता काम छैन रहेछ। हेर्नुहोस् बाटो यस्तो डेन्जर छ। यहाँबाट चिप्लियो भने तल एकैचोटि खल्छम हो। त्यो भएर ज्यान बचाउनु पऱ्यो भनेर फर्केँ। साथीहरू उतातिर छ। साथी एकजना साथीहरू उता हाम्रो डिक बहादुर पाण्डेजी उता भिडियो खिच्दैछ। साथीहरू उता फर्किँदै गाडीतिर आफ्नो गाडीतिर पुग्ने। हिमाल हेर्नुहोस् साथीहरू, एकदम मनोरञ्जनात्मक ब्युटिफुल पिस। हेर्नुहोस् त, ओ माई गड, सुन्दर दृश्य। वाउ, अद्भुत दृश्य छ यहाँबाट। रमाइलो, राम्रो। यही हेरेर यही रात दिन काट्नु जस्तो यति अद्भुत छ दृश्य यहाँबाट। मनोरञ्जनको साथीहरू उता मेरो साथीहरू। कुकुरले ल्याङ
माथि जान कुकुर ल्याङ हान्दियो अनि फर्किनु पर्यो नि त ऊ डाँडा काँडा पछाडिको दृश्य हेर्न साथीहरू हजुर माथि त अब कुकुर पहिला कटोस् न होइन साथीहरू जाने रे ल भिडियो बनाउँदै जाऊँ न साथीहरू कुकुरको कुकुरको डर हामी अब अगाडि जाँदैछौँ कुकुर चाहिँ कट्यो कुकुर कट्यो ल अब हामी म माथितिर जाँदैछु माथिको दृश्य म देखाउनु कैद गर्नेछु है यता एकछिनमा बाई बाई टाढान अब हामी चुचुरामा पुग्न लागिसक्यो कस्तो छ चुचुरामा हो ओके ल ल ल खल्टो त छैन नि यहाँ ल हो अब पानी पसिसक्यो सिगाङ पनि लगाइसक्यो यार ओ माई गॉड खतरा बाटो छ चुचुरोमा आइपुग्यो बोल्न ल चुचुरो अलि त्यहाँ चुचुरो छ तर खुट्टा चाहिँ पुरै जुत्ता चाहिँ पुरै भिज्यो यहाँबाट भयङ्कर अद्भुत सुन्दर दृश्य देखिँदो रहेछ साथीहरू केही क्षणमा तपाईँहरूले देख्नुहुन्छ साथीहरू टुप्पोमा आइपुग्यो अद्भुत दृश्य छ यहाँबाट साथीहरू यता पछाडि चारैतिर हिउँ हिमाल पारिपट्टिको चुचुरा मुख पुरै सुत्किसक्यो चिसोले गर्छ के डाइरेक्ट पावरबाट रेस गरी कास्कीबाट हाम्रो गाडी सिधा पार्किङ छ हामी माथि हिमाल चढेर हिउँ खेलेर फर्किँदै साथीहरू ल हिउँ खेलेर फर्किँदै हामी ल यता डाँडा चुचुरो केटाहरू फेरि राजनीति सुरु भयो यहाँ राजनीति सुरु भयो केटाहरूको फेरि राजनीति यहाँ त्यहाँ अब राजनीतिको शेरबहादुर र माओवादी भन्दै बसिरहेको छ एमाले स्विजरल्यान्ड बसेर नेपालको सपना देख्छ केटाहरू नेपालको राजनीतिको बारेमा पुरै हो मेरो गाडी त पार्क गरेको गाडी आइपुग्यो साथीहरू एक टोली चाहिँ गेटै बस्यो गाडी आइपुग्यो यतापट्टि पछाडिपट्टि हिमाल ल झाड पनि खाइयो हामी त हिमालमा चारमा चढायो नुरु काम हो यो नुरु काम हो चारमा चढायो
ल है आजको पनि यात्रा गाडीमा हजुर अब हाम्रो खाने पालो साथीहरू खाना रेडी म्याप हेर्दैछ सधैँ अझै हाम्रो जम्मू सर आधी आधी खाम न त ल ल कालले मलाई नि आधी दिनुहोस् त ल आजको हाम्रो यात्राको आधा झ्याप भएको त आधा खाइदिउँ भोक लागिरहेको छ बेसरी यार ओ के हो यस्तो Oh my god. हिमालमा बसेर खानु छुट्टै टेस्ट आउँदो रहेछ यार छुट्टै टेस्ट आउँदो रहेछ यार डाँडामा बसेर खानुलाई सबजना भोकले चुर परेको छ डाँडा चढेर साथीहरू ल खाम है साथीहरू खाम आजको यात्रा यही हो ल सर सर ल पड्काइदिउँ र खाना पनि खाने खाइगरी गरेर अब हामी चाहिँ निस्किन्छौँ डाँडा हेर्नुहोस् है आज यही हेर्न आएको हाम्रो कामै यही आजको रमाइलो भयो राम्रो भ्यू हेऱ्यो मन शान्त भयो धेरै दिनपछि तपाईँहरूलाई पनि मैले भिडियो देखाउन पाएँ एकदम खुसी लागेको छ तपाईँहरू पनि मेरो च्यानलमा यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने सब्सक्राइब गर्नु होला लाइक बटन छँदैछ होइन लाइक गर्नुहोस् सब्सक्राइब गर्नुहोस् फेरि पनि यो भिडियो आउनेछ है ओके आजलाई यति नै साथीहरू पछि फेरि अर्को भिडियो लिएर आउनेछु त्यतिन्जेलसम्मको लागि किप टचिङ बाई बाई नमस्ते सी यू सुन हामी चाहिँ ओप्पो ब्रेक अहिले ओप्पो ब्रेक हो नि त घर जाने बेला फर्किने बेला ओप्पो ब्रेक ल हाम्रो यात्रा सफल भएको छ आज हाम्रो यात्रा टक्क कहाँ पुगेर डाँडामा पुगेर फर्कियो होइन त सबै कोही मान्छे अलिअलि चाहिँ गाह्रो भएको थियो सबै अहिले बिचमा आएर ठिक भएको छ औषधि खुवाउँदैछु साथीहरूलाई हाम्रो यात्राको आजको यो डाँडाबाट फर्केको हामी चाहिँ सिटामल चाहिँ यो रहेछ यता देखाउनु सिटामल यो रहेछ एकदम यसले अहिले शीतल टाउको दुखाउने कम भयो क्रस बाइकलाई त यसले झन् ठिक गर्दो रहेछ ल पार्टी भन्छ माथि ब्रेकमा जाने रहेछ हाम्रो विश्राम यहाँ चाहिँ फर्केर आउँदै गरेको विश्राम डाँडा घुमेर आउँदाको विश्राम साथीहरू यहाँ बजीले सेन्ड गरिहाल्नु सेन्ड गर्ने यहाँ त त्यो डाँडा गएर आएको हामी अहिले